यो अहिले हाम्रो के छ भन्दा सङ्घीय सरकारले जुन हाम्रो यो अहिले ओइलानी जग्गाहरूमा है बस्ने जनताहरूलाई चाहिँ हामीले घरहरू निर्माणको क्रममा चाहिँ माथिबाट रोक लागेको स्थिति रहेको छ। हामीले पथी सञ्चारी नगरपालिकाले हामीले बजेटिङ पनि गरेका थियौँ, तर अब त्यो चाहिँ के हो भन्दाखेरि नम्बरी भएको मान्छेहरूलाई मात्रै घर बनाउनु पर्ने जुन एउटा नियम छ त्यो कारणले गर्दाखेरि हामीले यो बिन्दे माझी दाईको घर पनि बनाउन खोजेका थियौँ। त्यो नियम आएको कारणले गर्दाखेरि गर्न सकिएन र जसको कारणले अझ हामी चाहिँ के गर्दैछौँ भन्दाखेरि हामी पार्टी कमिटीका सम्पूर्ण साथीहरूको जति जे हामी सक्छौँ है, हामी आर्थिक रूपमा अब भौतिक रूपमा अब श्रम गरेर हुन्छ जे जस्तै हामी सक्छौँ सबैजना मिलेर चाहिँ अब उहाँको घर जसरी हामी बनाऊँ भनेर हामी यो एउटा अभियानमा लागेका छौँ र यो अभियानको सुरु क्रममा चाहिँ हामीलाई यहाँनिर 3 बन्डल टिन पनि प्राप्त भएको छ। त्यस्तै यो फलामहरू पनि 10 वटा हामीलाई साथीहरूले अहिले सहयोग गर्नुभएको छ। त्यस्तै रङहरूको पनि सहयोग प्राप्त भएको छ। त्यस्तै हामीलाई ढुङ्गाको पनि सहयोग हामीलाई आइसकेको छ। त्यस्तै हामीलाई मिसगिटी पनि आइसकेको छ। अब हामीलाई अलिकति अरू सिमेन्ट र इँटा लगायत अन्य के आर्थिक थोरै हामीले अलिकति तयार गर्नुपर्ने छ। त्यसको लागि हामीले हाम्रो कमरेडहरूसँग समन्वय गरिरहेका छौँ र केही दिनमै हामी यो सबै कुराहरू तय गरेर हाम्रो दाजुको घर चाहिँ हामीले लगभग 3 महिनाभित्र चाहिँ सकेर दाइलाई हामीले जिम्मा लाउने तरिकाले हामीले एउटा कार्ययोजना तयार गरेका छौँ। त्यसैले अब यो काममा हामी सबैजना साथीहरू लाग्नुपर्छ। सबैजनालाई यसमा आपसमा हामी सरसहयोग गरौँ भन्ने चाहिँ म साथीभाइहरूलाई एउटा अनुरोध पनि गर्न चाहन्छु। हामीले पोहोर हाम्रो मदन भण्डारीको जन्म जयन्तीकै दिन होला होइन, हामीले हाम्रो नगरको हाम्रो प्रवक्ता हाम्रो जिल्ला कमिटीका हाम्रो कमरेड हाम्रो नवीन जङ सहित हामी सबैजना यहाँ आएर उहाँको घरमा त्यतिखेर हामीले बिजुली बत्तीको बाल्यौँ। त्यसमा पनि हाम्रो साथीभाइले सहयोग गर्नुभएको छ, त्यसमा पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यतिखेरको हाम्रो उद्घोषलाई आज हामी आजको दिनबाट सुरु गरिरहेका छौँ र यो हामी 3 महिनाभित्रमा लगभग दाइलाई हामी घर जिम्मा लाउने गरी एउटा चिटिक्क एउटा सुरक्षित घर है उहाँलाई हामी जिम्मा लाउने छौँ भन्ने कुरा म यो जानकारी गराउँदै आज आइदिनु भएकोमा सम्पूर्ण कमरेडहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै यो आजको कार्यक्रम चाहिँ अब यहीँ समापन भएको जानकारी गराउँछु। र हामी देख्न सक्छौँ यो देखिएको घर यो टहरूको बदला नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटीले बनाइदिन लागेको यो सामानहरू पनि देख्न सकिन्छ। यो जस्ता पाताहरू छन् यहाँनिर, यो जस्ता पाता यो फार्महरू सबै कुराहरू चाहिँ यहाँनिर उपलब्ध गरिदिन्छ साथीहरूले। र यो शिलान्यासको लागि देव कुमार राई उपस्थित हुनुहुन्छ। त्यसै गरी वडा नम्बर 2 का वडाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटीका उपाध्यक्ष नैना राई पनि उपस्थित हुनुहुन्छ। त्यसै गरी नगर कमिटी सचिव बिरोज मगरा पनि देख्नुहुन्छ तपाईँले। र सम्पूर्ण चाहिँ नेता कार्यकर्ताहरूको उपस्थिति हुँदैछ, क्रमशः साथीहरूको उपस्थिति देख्नुहुन्छ तपाईँहरूले। यस्तो माथि आउँदा